आज हामी इनोवेभ फ्रिडमको बारेमा कुरा गर्दैछौँ, जसले मेडिकल इमेजिङको पुरानो कार्यशैलीलाई पुरै नयाँ रूप दिइरहेको छ। चाहे त्यो एउटा सानो क्लिनिक होस् वा ठूलो अस्पतालको नेटवर्क, यसले काम गर्ने तरिकामा कस्तो क्रान्ति ल्याउँदैछ, आउनुहोस् यसको गहिराईमा पुगेर बुझौँ। ल, हाम्रो आजको यो चर्चा छ भागमा हुनेछ। हामी सुरुमा अल्ट्रासाउन्ड वर्कफ्लोमा आउने चुनौतीहरूबाट सुरु गर्नेछौँ। त्यसपछि फ्रिडमले कसरी समाधान दिन्छ, क्लिनिकल वर्कफ्लोलाई कसरी नयाँ आकार दिन्छ अनि फ्रिडम न्यानोले कसरी ठूला संस्थाहरूमा काम गर्छ भन्ने हेर्नेछौँ। र अन्त्यमा भविष्यको लागि यो कसरी तयार छ त्यो पनि बुझ्नेछौँ। त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट, अल्ट्रासाउन्ड वर्कफ्लो चुनौती। यति महत्त्वपूर्ण डायग्नोस्टिक टुलमा आखिर कहाँनिर र किन काम अड्किन्छ त? अल्ट्रासाउन्ड आधुनिक चिकित्साको एउटा चमत्कार नै हो भन्दा हुन्छ। शरीरलाई नचिरी, कुनै पीडा नदिई तुरुन्तै भित्रको अवस्था देखाउने यो प्रविधि साँच्चै कमालको छ। मुटुको जाँच होस्, गर्भमा रहेको बच्चाको अवस्था होस् वा अरू कुनै शारीरिक समस्या, यसको प्रयोग जताततै छ। तर यहाँ एउटा एकदमै सोचनीय प्रश्न छ। यति एडभान्स्ड उपकरणलाई पनि किन एउटा पुरानो झन्झटिलो कार्यप्रणालीले पछाडि धकेलिरहेको छ? हो, यही प्रश्न नै क्लिनिक चलाउनेहरू र रेडियोलोजिस्टहरूले दिनौँ भोग्ने समस्याको जड हो। अब हेर्नुहोस्, अल्ट्रासाउन्ड क्लिनिकहरूमा सामान्यतया देखिने समस्याहरू। इमेज म्यानेजमेन्टमा कुनै अटोमेसन नै छैन, सामान्य प्याक सिस्टमसँग राम्रोसँग जोडिँदैन, र सबभन्दा ठूलो टाउको दुखाइ, हरेक बिरामीको विवरण हातले टाइप गरेर भर्नुपर्छ। सोच्नुहोस् त, यसले कति समय बर्बाद गर्छ र गल्ती हुने सम्भावना कति बढाउँछ? यी सबै समस्याहरूको समाधान के त? हो, त्यही हो हाम्रो दोस्रो खण्डको विषय, एक विशेष समाधान जसको नाम हो फ्रिडम। र यो समाधान कुनै अफिसको कोठामा बसेर होइन, अवलोकनबाट जन्मिएको हो। फ्रिडम अल्ट्रासाउन्ड एउटा यस्तो डिजिटल समाधान हो जुन अरू कुनै सफ्टवेयरलाई टालटुल गरेर बनाइएको होइन। यो त सुरुदेखि नै ग्राउन्ड अप, खास गरी आधुनिक अल्ट्रासाउन्ड क्लिनिकहरूको लागि नै डिजाइन गरिएको हो ताकि काम एकदमै सहज र सरल होस्। यसको पछाडि एउटा गजबको कहानी छ। इनोवेभका डिजाइनरहरूले 2-2 वर्षसम्म क्लिनिकमा गएर त्यहाँको हरेक सानो ठूलो कुरालाई नजिकबाट निहाले। उनीहरूले प्रयोगकर्ताहरूसँगै बसेर उनीहरूका समस्या बुझेर यो समाधान तयार पारेका हुन्। हो, त्यसैले त यो यति व्यावहारिक बनेको छ। त्यसो भए फ्रिडमले काम गर्ने तरिकालाई वास्तवमै कसरी बदल्यो त? आउनुहोस् तेस्रो खण्डमा हेरौँ, हातले डाटा भर्ने झन्झटबाट स्वचालित उत्कृष्टतासम्मको यात्रा। अब हेर्नुहोस् है, पुरै प्रक्रिया कति सरल बन्छ। बिरामीको अपोइन्टमेन्ट र रजिस्ट्रेसनदेखि लिएर डाक्टरको लागि कामको लिस्ट आफै तयार हुन्छ। यसले समय मात्र बचाउँदैन, गल्ती हुने सम्भावना पनि शून्य बनाइदिन्छ। इमेजहरू आफै सेभ हुन्छन्, रिपोर्ट बनाउन सजिलो हुन्छ र आवश्यक परेमा अरूलाई पठाउन पनि एक क्लिकमै सम्भव छ। यो त भयो क्लिनिकको कुरा, तर ठूला संस्थाहरू, अस्पतालका नेटवर्कहरूको लागि के त? अब चौथो खण्डमा प्रवेश गरौँ, क्लिनिकभन्दा पर, फ्रिडम न्यानो, जसले यो समाधानलाई उद्यम स्तरमा लैजान्छ। यसको यात्रा हेर्नुहोस् त। 2014मा साना अस्पताल र डायग्नोस्टिक सेन्टरहरूबाट सुरु भएको फ्रिडम न्यानो आज विश्वभरका ठूला र जटिल स्वास्थ्य सेवा प्रणालीहरूको लागि एक भरपर्दो उद्यम प्याक्स बनेको छ। यो विकासले नै यसको क्षमता र विश्वसनीयतालाई प्रमाणित गर्छ। 200 भन्दा बढी ठाउँमा विश्वसनीय स्थापना यो सानो सङ्ख्या होइन है। यसले के देखाउँछ भने साना क्लिनिकदेखि लिएर विभिन्न देशमा फैलिएका हस्पिटलका नेटवर्कहरूले समेत यसमा कति धेरै विश्वास गरेका छन्। र यो रेडियोलोजीमा मात्र सीमित छैन। मुटुको जाँचदेखि गर्भको शिशुको अध्ययन, टिस्युको विश्लेषण अनि आँखाको जाँचसम्म विभिन्न मेडिकल क्षेत्रहरूमा फ्रिडम न्यानोले सेवा दिइरहेको छ। यसले यो प्रणाली कति लचिलो र बहुउपयोगी छ भन्ने देखाउँछ। अब जाउँ पाँचौं खण्डमा, आधुनिक उद्यमलाई शक्ति प्रदान गर्दै। यसको सफलताको पछाडि 3वटा मुख्य स्तम्भ छन्: स्केलेबिलिटी, मोड्युलारिटी र दक्षता। ल, अब फ्रिडम न्यानोका केही शक्तिशाली विशेषताहरू हेरौँ। यसको डिस्ट्रिब्युटेड क्लाउड आर्किटेक्चरले जतिसुकै डाटा बढे पनि, जतिसुकै ठाउँमा शाखा खोले पनि सिस्टमलाई कुनै फरक पर्दैन। अनि मोड्युलर डिजाइनको फाइदा के भने, भोलि व्यवसाय विस्तार गर्दा पुरानो हार्डवेयर वा सफ्टवेयर फाल्नु पर्दैन, त्यसमै नयाँ मोड्युल थप्न सकिन्छ। र यसको एडभान्स टेलिरेडियोलोजीले ठूल्ठूला इमेज फाइलहरू पनि एकदमै छिटो पठाउँछ, जसले गर्दा विशेषज्ञहरूले टाढाबाटै रिपोर्टिङ गर्न सक्छन्। अरू सिस्टमहरूसँग तुलना गर्दा त फाइदा एकदमै स्पष्ट देखिन्छ। जहाँ अरूलाई धेरै हार्डवेयर चाहिन्छ, त्यहाँ फ्रिडम न्यानो थोरैमा चल्छ। जहाँ अरूको सञ्चालन र मर्मत खर्च धेरै हुन्छ, यसले त्यो खर्च घटाउँछ।
र आजको समयमा सबैभन्दा महत्त्वपूर्ण कुरा यसले इन्टरनेट र बिजुली दुवैको खपत कम गर्छ। ल अब हामी हाम्रो अन्तिम खण्डमा आइपुगेका छौँ, भविष्य सुरक्षित वर्कफ्लो। आखिरमा इनोवेभको खास फाइदा के हो त? छोटकरीमा भन्नुपर्दा इनोवेभको फाइदा भनेको यो प्रयोगकर्तालाई केन्द्रमा राखेर बनाइएको हो। यो सानो क्लिनिकदेखि ठूलो अस्पतालसम्म सजिलै चल्छ। यसमा गरेको लगानी भविष्यमा पनि सुरक्षित रहन्छ। यसले सञ्चालन खर्च घटाउँछ र यो विभिन्न मेडिकल विभागहरूमा उत्तिकै उपयोगी छ। र अन्त्यमा एउटा प्रश्नमा छोडेर जाउँ, अहिले प्रयोग भइरहेको इमेजिङ कार्यप्रणाली आजको लागि मात्र बनेको छ वा यो भोलिका चुनौतीहरू सामना गर्न पनि तयार छ? यो साँच्चै एकपटक सोच्नुपर्ने कुरा हो।